आदरणीय दर्शक साथीहरू नमस्कार। अस्ति हाम्रो घन्टी पार्टीको माननीय सांसद अलि अनुहार पनि प्याउटो परेको छ नि, यज्ञमणि नेउपाने, उहाँ वकिल साहेबलाई चाहिँ एकजना युट्युबे पत्रकारले चाहिँ प्रश्न गर्नुभएछ। माननीयज्यू, बजारमा त ग्यासको व्यापक लाइन छ, के हो भनेर प्रश्न गर्नुभएछ। अनि हाम्रो माननीयज्यूको चाहिँ उत्तर यस्तो थियो, यो लाइन बस्ने परम्परा, ग्यास सके पनि लाइन बस्ने, हस्पिटलमा पनि लाइन बस्ने, अनि तेल हाल्न पनि लाइन बस्नुपर्ने पम्पमा, यो परम्परा चाहिँ पहिला पुरानो पार्टी पुरानो सरकार हुँदा नै रहेछ। अब विडम्बना भन्नुपर्छ, अहिले पनि यो तिथि चाहिँ रह्यो, यो तिथि चाहिँ रहन नहुने तर रह्यो भनेपछि मैले यसो सोचेँ, बेकु त हामी जनता नै रहेछ नि, मूर्ख त हामी भोट हाल्ने बेलामा चाहिँ चुपचाप घन्टी छाप भनेर भोट हाल्ने, अनि अहिले चाहिँ लाइन बस्ने, सरकारलाई विफल गराउनु खोज्ने, विफल गराउनु हुन्छ। बेकु त हामी रहेछौँ नि त। हेर्नुहोस्, ग्यास सक्यो त के गर्ने, घरमा चुपचाप बस्ने, भोकै बस्ने, खान मन लागे, भोक धेरै लाग्यो भने चाहिँ त्यो काँचै चामल खाइदिने, काँचै सागसब्जी खाइदिने, काँचै आलु खाइदिने, काँचै मासु खाइदिने। त्यो जनावरले काँचै खाएको छ, जनावर मरेको छ भनेपछि जनावर त मरेको छैन भने हामीले काँचै खाँदा हामी मर्छौँ? हामी मर्दैनौँ, हामीले काँचै खाने होइन। अब हाम्रो एकजना विद्वान मन्त्रीज्यू महावीर पुनले पनि भन्नुभएको छ, जनतालाई भोक लाग्यो भने त हुनेले खुवाइदिने नि भन्नुभएको छ। अब हुनेहरूले खुवाउन ल्याइहाल्छ नि त, त्यही भएर अब हुनेले खुवाउन ल्यायो भने खाइदिने, नत्र अब घरमा यसो रासन पानी छ भने काँचै खाने, नत्र भोकै बस्ने, तर लाइन बस्न जाने होइन है। सरकारलाई विफल बनाउन पाइँदैन। हेर्नुहोस्, अब बिरामी भयो, हस्पिटल लाइन बस्न नजाने नि, फेरि घरमा आइया मरे नि भन्ने, यता पल्टिने उता पल्टिने होइन, बरु त्यसरी बस्ने होइन, बरु भगवान्लाई यसो हे भगवान् मेरो रोग छिटै ठिक पारिदिनुहोस् भन्ने, बरु धामी झाँक्रीतिर जाने, तर हस्पिटलमा लाइन बस्न नजाने। हेर्नुहोस्, सरकारलाई विफल बनाउने, सरकारलाई सफल बनाउनुपर्छ हामीले। हस्पिटलमा लाइन छैन भनेर सरकारले देखाओस् न, ग्यासमा लाइन छैन भनेर सरकारले देखाओस् न। पासपोर्ट लिन पनि हामी लाइनमा जानु भएन। हाम्रो घन्टी पार्टीको श्रद्धेय अध्यक्ष रवि दाजुले भन्नुभएको होइन, हाम्रो सरकार भएको 100 दिनभित्रमा चाहिँ विदेशको गल्ली गल्लीमा चाहिँ पोस्टर टाँसेर हामी सम्पूर्ण नेपालीलाई स्वदेश ल्याउँछौँ भनेर भन्नुभएको होइन। अनि हामी चाहिँ बेकुब भएर पासपोर्ट बनाएर चाहिँ विदेश जानुहुन्छ? यो सरकारलाई विफल बनाउने कार्य होइन। त्यही भएर लाइन नबस्ने। हेर्नुहोस्, उता लाइसेन्समा लाइन नबस्ने। हेर्नुहोस्, त्यतिकै चलाए त भइगयो नि, केलाई लाइसेन्स आयो, लाइन बस्न हुँदैन। यदि ट्राफिकले पक्रियो भने जरिवाना तिर्ने नि, सरकारले त्यत्रो जरिवाना तोकेछ, जरिवाना तिर्दिने नि। के को सरकारलाई धनी बनाउनु परेन कर तिरेर, जरिवाना तिरेर? हामी जनता बेकुब हो के। त्यही भएर लाइन बस्ने होइन। हेर्नुहोस्, अब म कोरिया जाँदाखेरि यहाँ नेपालको एयरपोर्टमा मात्र चेकिङमा लाइन बस्न पर्यो, प्लेन चढ्दा लाइन बस्न पर्यो। जब म कोरियामा उत्रेँ नि एयरपोर्टमा, कोरियामा उत्रेपछि त्यहाँ लाइन बस्न परेन। हेर्नुहोस्, प्लेनबाट उत्रिने बित्तिकै सर त्यहाँ कोरियामा सेन्सर मेसिनहरू हुँदो रहेछ, टकटक हामीलाई सेन्सरले चेक गर्ने, त्यसपछि त्यो सेन्सर मेसिनले नै खासिप्सियो भन्दो रहेछ, ट्याक्क त्यहाँ गयो, त्यसपछि लगेज पनि ठ्याक हातमा आइपुग्ने। त्यसपछि सर एउटा लिफ्ट जस्तो बाटो हुँदो रहेछ, त्यो बाटोमा सर्लक्क बस्ने, त्यहाँबाट सर फेरि गाडीमा जाँदो रहेछ। हेर्नुहोस्, गाडीमा गइसक्यो, आफ्नो आफ्नो सिटमा बस्यो। हेर्नुहोस्, त्यहाँबाट आफ्नो सिटमा टक्क बस्यो, बसेपछि त्यहाँ ट्रेनिङ सेन्टरमा पुऱ्याउँदो रहेछ। ट्रेनिङ सेन्टरमा फेरि तपाईँको कोठा खोज्न चाहिँ लाइन बस्न पर्ने। हेर्नुहोस्, अगाडि नै थाहा हुँदो रहेछ। हेर्नुहोस्, त्यहाँ सर्लक आफूलाई हामीलाई थाहा हुँदो रहेछ। त्यहाँबाट यो मान्छेको कोठा यो भनेर ठ्याक्क सेन्सरले ढोका खोलिदिँदो रहेछ, ट्याक गयो, छिर्यो, कोठामा बस्यो, सुत्यो, आनन्द। अब भोलिपल्ट फेरि हेर्नुहोस् उठ्यो, उठेपछि अब घरमा त म आइपुगेँ भनेर फोन गर्न पऱ्यो नि त होइन। त्यो टेलिफोन बुथमा पनि लाइन बस्न पर्ने। हेर्नुहोस्, त्यहाँ पनि लाइन बस्न पर्दैन। हेर्नुहोस्, ट्याक एउटा तपाईँको फोन सेट हातमा आउने रहेछ, हेलो म
राम्रोसित आइपुगेँ कोरिया भने आफ्नो परिवारलाई फोन गर्यो सिद्धो त्यहाँ नि लाइन बस्नु नपर्ने हेर्नुहोस्। अनि तपाईँको त्यसपछि तपाईँको एकछिन त्यहाँ पिटिसिटी खेल्यो। अनि पिटिसिटी खेलेपछि अब त्यहाँ ट्रेनिङ हुन्छ, क्लास हुन्छ। त्यो क्लासमा जान पनि कोठाभित्र छिर्न पनि लाइन बस्नु नपर्ने हेर्नुहोस्। त्यहाँ ढोकै कत्रो हुँदो रहेछ, सेन्सरले स्वाइट खोल्दो रहेछ। त्यसपछि सरर गयो भेडा बाख्रा जस्तो सर्लक्क गयो बस्यो, त्यहाँबाट अब पढाउँछ। त्यसपछि तपाईँको खाना खाने टाइम हुन्छ, खाना खाने बेलामा पनि लाइन बस्नु पर्दैन हेर्नुहोस्। टक्क आफ्नो टेबलमा कुर्सीमा बस्यो। त्यसपछि त्यो टेबलमै तपाईँको खाना चाहिँ आइपुग्दो रहेछ हेर्नुहोस्। सेन्सर सिस्टमले लाइन बस्नै पर्दैन। त्यसपछि 2 दिनको ट्रेनिङ सक्यो हेर्नुहोस्। त्यसपछि अब फेरि आफ्नो आफ्नो प्रान्तमा जानु पऱ्यो नि, आफ्नो आफ्नो जब सेन्टरमा जानु पऱ्यो नि त। जाँदाखेरि चाहिँ त्यो गाडीमा चढ्न पनि लाइन बस्नु नपर्ने हेर्नुहोस्। सर्लक्कै ठ्याक्क फ्याट्टै खोल्दो रहेछ त्यो ढोका सेन्सरले। त्यसपछि त्यो गाडी फर्लक्क फल्टिँदो रहेछ। त्यहाँबाट ठ्याक सबैजना भेडा बाख्रा सबै हुर्र गयो, सिटमा बस्यो। त्यसपछि ठ्याक्क त्यो लक हुँदो रहेछ। लक भएपछि सरर गएपछि आफ्नो जब सेन्टरमा पुग्यो। आफ्नो भनौँ न जब सेन्टरमा पुगेपछि त्यहाँ साउहरू आउँदो रहेछ। त्यहाँ पुग्ने बित्तिकै साउले च्याप्प अँगालो मारेर खाजा भनेर लिएर जाँदो रहेछ हेर्नुहोस्। अब उता फेरि कम्पनी पुग्यो। कम्पनीमा फेरि सिक्ताङमा लाइन बस्नु नपर्ने हेर्नुहोस्। सिक्ताङमा लाइन बस्नु नपर्ने, टेबलमा तपाईँको खाना आउँदो रहेछ हेर्नुहोस्। उता लाइन बस्नु नपर्ने। अब बिहान त्यो कार्ड त्यो मेसिनभित्र छिराउनु पर्छ, त्यहाँनिर पनि लाइन बस्नु नपर्ने हेर्नुहोस्। त्यस्तो त्यो कार्ड छिराउनु त तपाईँको जहाँ त्यहीँ हुँदो रहेछ, जहाँ गएर छिराए नि भयो, लाइन बस्नु नपर्ने। अब विदेशमा त्यस्तो छ, नेपालमा चाहिँ लाइन बस्ने हो त? यहाँ सरकारले डिजिटल सिस्टम लागू गर्ने भनिसक्यो, लाइन बस्ने हो त? त्यही भएर अहिले डिजिटल सिस्टम लागू नहुन्जेलसम्म लाइन बस्ने होइन। सरकारले सफल बनाउनु पर्छ। तपाईँ हामीले जनता भएर हेर्नुहोस्, हामी सच्चा नेपालको छोरा हो भने, छोरी हो भने हामीले सरकारलाई चाहिँ एकदम सफल बनाउनु पर्छ हेर्नुहोस्। त्यही भएर लाइन बस्ने होइन हजुर, लाइन बस्न हुँदैन। यति भन्दै म अब के भन्नु। अब एउटा आज भर्खर फेरि एउटा कुरा थाहा पाएँ हेर्नुहोस्। अस्ति पनि एउटा कुरा थाहा पाएको थिएँ। अस्ति त्यो रमेश परसाई भन्ने हाम्रो प्रखर वक्ता, हाम्रो घन्टी पार्टीकै समानुपातिक सांसद हुनुहुन्छ, उहाँले पनि भन्दै हुनुहुन्थ्यो, मैले जनताहरू ग्यासको लाइन बसेको देखेँ। के अरे हाम्रो मन्त्री क्वार्टरमा र प्रधानमन्त्री निवासमा ग्यास छ कि छैन भनेर उहाँ संसदमा कुर्लिनु भयो हेर्नुहोस्। त्यो पनि हेरेँ, उहाँले देख्नु भएछ, हेरेँ। अनि त्यसपछि आज फेरि यसो फेसबुक खोल्दै थिएँ। आज आशिका तामाङ हाम्रो महान कवियत्री, उहाँले त एउटा कवितै रचना गर्नुभएको रहेछ हेर्नुहोस्। हातमा छ ग्यास, छैन ग्यास, आहा कति राम्रो कविता हेर्नुहोस्। त्यो सुन्यो हेर्नुहोस्। अब हामी सबै त्यो सुनेर बस्ने हो कि त्यो ग्यास सेसमा लाइन जाने होइन, उता हस्पिटलमा लाइन बस्ने होइन। मरौँला नि त, देशको निम्ति मरौँला नि त, उपचार नपाएर। तर यो कुरा चाहिँ पब्लिकमा यो भाइरल गराएर यहाँ लाइन भयो उहाँ लाइन भयो भाइरल गराउने होइन। सरकारलाई हामीले सफल बनाउनुपर्छ। नेपाललाई हामीले यो असफल राष्ट्र हुनबाट जोगाउनुपर्छ। नेपाल चाहिँ राम्रो छ, सुख पाएको छन् नेपालीहरूले भनेर चाहिँ हामीले विश्वमा सन्देश पुर्याउनुपर्छ। त्यही भएर चाहिँ लाइन बस्ने होइन भन्दै आज म बिदा हुन चाहन्छु। नमस्ते।